के आफूसँग भएको स्मार्ट डिभाइस चाहिँ होइन सिर्फ अर्काको कन्टेन्ट मात्र हेरेर घन्टौँ टाइम वेस्ट गर्नको लागि हो त? अर्थात् चाहिँ कि आफूसँग भएको स्मार्ट डिभाइस चाहिँ सिर्फ फोटो खिच्न र भिडियो बनाउनको लागि हो त? एब्सोल्युटली होइन नि होइन। यही सोसल मिडियालाई चाहिँ राइट वेबाट युटिलाइज गरेर होइन अर्काको कन्टेन्ट हेरेर बस्नु साटो, टाइम वेस्ट गर्नु साटो, यसलाई चाहिँ पैसा कमाउने बाटो पो बनाउने हो कि? हाई, तपाईँहरूले चाहिँ पक्कै पनि मलाई चिनिसक्नुभयो। यदि मलाई चिन्नुभएको छैन भने चाहिँ मेरो नाम निता हो, म चाहिँ नेपालबाट हो होइन। अनि मेक स्योर है, मलाई आजको दिनसम्म जसले फलो गर्नुभएको छैन, फलो गर्न चाहिँ नबिर्सिनु होला है। अनि मेरो भिडियोलाई चाहिँ लाइक, सेयर, सेभ गर्नु, सबैको माझमा पुर्याउनुहोस् होइन। सो लिटरली होइन 5.6 बिलियन अ डे मान्छेहरू चाहिँ सोसल मिडियामा चाहिँ एक्टिभ हुन्छन् क्या होइन। भनेपछि कतिजना चाहिँ मान्छेहरू चाहिँ सोसल मिडियामा इन्गेज हुँदो रहेछ त, त्यो पनि पर डे होइन। सो यही सोसल प्लेटफर्मलाई चाहिँ राइट वेबाट युटिलाइज गरेर चाहिँ होइन हामीले चाहिँ एउटा पैसा कमाउने बाटो पनि बनाउन सकिन्छ क्या होइन। तपाईँहरूले सुन्नुभएको पनि होला, यो सोसल मिडियाबाट चाहिँ मान्छेहरूले चाहिँ होइन लाखौँ पैसा पनि कमाइरहेको छ क्या होइन। सो त्यो गर्नको लागि के गर्नुपर्ने हुन्छ भनेदेखि होइन तपाईँले चाहिँ सिम्पली एउटा कन्टेन्ट क्रिएसन गरेर चाहिँ एभ्री डे पोस्ट गर्नुपर्ने हुन्छ होइन। त्यो कन्टेन्ट क्रिएसन चाहिँ अब आफ्नो बिजनेस सम्बन्धी होइन, लाइक एकदम सिम्पल भाषामा होइन तपाईँको अडियन्स, तपाईँको पब्लिक, तपाईँको फलोवर्सले बुझिने गरेर होइन के हो त यो डिजिटल मार्केटिङ बिजनेस भनेको के हो होइन, किन चाहिँ यो बिजनेस जोइन गर्ने, यो बिजनेस जोइन गर्दा के छ त फाइदा, यसमा चाहिँ कुन प्रडक्ट सेल गर्ने हो भनेर होइन सिम्पली भाषामा जस्ट बुझाउनुहोस् क्या होइन। सो यस्तो गरेर चाहिँ तपाईँले चाहिँ होइन आफ्नो चाहिँ एउटा डेली इन्कम चाहिँ अर्न गर्ने बाटो बनाउन सक्नुहुन्छ क्या होइन। कति घन्टौँसम्म त्यो अर्काको स्टोरी मात्र हेरेर होइन इन्टरटेनमेन्ट गरेर मात्रै बस्नु क्या लिटरली होइन। हामीले चाहिँ यो सोसल मिडिया प्लेटफर्म भनेकै त्यस्तै हो क्या होइन। अर्काको त्यो स्क्रोल गरेर हेरेर बसिन्जेल चाहिँ आफ्नो टाइम वेस्ट भएको चाहिँ थाहा हुँदैन, टाइम गएको चाहिँ थाहा हुँदैन होइन। सो त्यसरी टाइम खेर गर्नु साटो होइन, त्यही टाइमलाई चाहिँ अथवा हाम्रो यही स्मार्ट डिभाइसलाई चाहिँ राइट वेबाट युटिलाइज गरेर चाहिँ पैसा कमाउने बाटो पनि बनाउन सक्नुहुन्छ क्या होइन। सो होप कि यु मेक अन्डरस्ट्यान्ड होइन। तपाईँहरू पनि साँच्चीकै होइन म जस्तै यो आफ्नो स्मार्ट डिभाइसलाई चाहिँ होइन अर्काको कन्टेन्ट हेरेर रमाइलो गर्नु साटो, यसलाई चाहिँ पैसा कमाउने एउटा बाटो बनाउन चाहनुहुन्छ होइन भनेदेखि चाहिँ तपाईँले मलाई कमेन्टमा यस आई एम रेडी भन्न सक्नुहुन्छ है। आई एम अल्सो रेडी टु हेल्प यु होइन। सो लेट्स डु इट टुगेदर, लेट्स गो है त।